20 केजी चिकन ल्याएको गाइज 20 केजी हेर्नु सबैहरुलाई खनाएर दिन्छु म। हेलो गाइज सबैजनालाई वेलकम मेरो च्यानलमा। आज पनि हजुरहरुको लागि फेरि एउटा नयाँ भ्लग लिएर आएको छु गाइज, हेर्न सक्नुहुन्छ। आज चाहिँ मैले काम गर्ने बेला छु हैन। चिकन काट्नु पर्छ। चिकनहरु आज केही सामानहरु केही आएको छैन। हामी चाहिँ सोल्टी र म यतिकै बसिरहेको छौं, देख्न सक्नुहुन्छ। अब चाहिँ म सामान आएपछि सामान काट्छु, हजुरहरुले देख्नुहुन्छ है। सामान आएपछि सामान म कटिङ गर्छु ल गाइज हैन। अब चाहिँ मैले प्याज छिल्न लागेको छु गाइज, यहाँ देख्न सक्नुहुन्छ यत्रो प्याज छ। मैले चाहिँ सबै प्याज छिल्न लागेको छु, देखेको हजुरहरुलाई हैन। अब चाहिँ सामान पनि उताबाट आइसकेको छ, भेजिटेबलहरु सब आइसक्यो। मैले चाहिँ प्याज छिल्न लागेको छु हैन। अनि अब चाहिँ प्याज यस्तरी छिल्न पर्छ। के गर्ने गाइज, अब अर्काको देशमा आइसी गाइज, जे पनि गर्नुपर्छ हैन। मलाई चाहिँ मतलबै लाग्दैन गाइज, काम जे पनि गर्नु पैसा कमाउने गाइज हैन। काम जे पनि गर्नुपर्छ क्या। प्याज यस्तरी छिल्छु हैन, घची प्याज छिल्दिन्छु मैले चाहिँ हैन। प्याज छिल्दै भएपछि फेरि यसलाई कटिङ गर्छु। कटिङ गरेर भएपछि फेरि चिकन काट्नु पर्ने हुन्छ। त्यसपछि चिकन काटेर भएपछि फेरि गाइज चिकनलाई मोलेर फेरि हाल्नुपर्छ चिकन मन्चुरियाको लागि। त्यसपछि फेरि भेज मन्चुरिया हाल्नुपर्ने हुन्छ गाइज। मैले चाहिँ प्याज छिलेर भइसक्यो, हेर्न सक्नुहुन्छ। अब चाहिँ मैले यहाँ कटिङ गर्न लागेको छु, देख्न सक्नुहुन्छ हैन। अब हेर्नुहोस् मैले कटिङ गर्नुपर्ने हुन्छ। कटिङ गर्छु अब म चाहिँ हैन। कटिङ गरेर भएपछि चाहिँ म त्यसपछि हजुरहरुलाई आज के काम गर्छु सबै देखाउँछु गाइज मैले हैन। देख्न सक्नुहुन्छ गाइज, कटिङ गर्न लाग्छु। आँखा पनि पिरो हुन्थ्यो पहिलोचोटि क्या काम गर्दाखेरि। प्याज काट्दाखेरि पहिला क्या गाइज, पहिला सुरुमा हेल्परमा काम गर्दाखेरि प्याज काट्दाखेरि अनि प्याज छिल्दाखेरि आँखा यस्तो पिरो हुने हैन। हेलो गाइज, मैले चाहिँ प्याज कटिङ गरेर भइसकेँ। अब चाहिँ यहाँ चिकन काट्नुपर्ने हुन्छ। 20 केजी चिकन ल्याएको गाइज 20 केजी हेर्नु सबैहरुलाई खनाएर दिन्छु म। यत्रो चिकन काट्नुपर्ने हुन्छ गाइज, देख्न सक्नुहुन्छ। सब काट्नुपर्छ गाइज। अब यहाँ के गर्ने, काट्नै पर्यो हैन। त्यसको लागि मसँग चापड हान्यो अनि काट्यो गाइज। सरर पारेर चिकन काट्नु पर्ने हुन्छ गाइज। चट है। म काटेर हजुरले देखाउँछु ल। देख्न सक्नुहुन्छ गाइज, यता चाहिँ चिकन फ्राई भइरहेको छ हैन। अनि उता चाहिँ उसले सस बनाउँदैछ, हट गार्लिक सस। अनि यता चाहिँ सोल्टीले भेज मन्चुरिया घ्यास पारेर घिसी गरे खान। सोल्टी कस्तो चल्छ काम? घिच्न मजा खा। भेज मन्चुरिया मुलेको है गाइस, भेज मन्चुरिया मुलेको चट्ट लगाएर मुल्याएको गाइस।
Ito ba yun? Audio na. क्वालिटी हेर न